त्यो 3 कुनेमा आन्दोलनको लागि स्वीकृति दिने काम सरकारले गर्छ भनेदेखि यो सरकारको विरुद्धमा म उभिन्छु। त्यो 3 कुनेमा आन्दोलन गर्न ठाउँ होइन, आन्दोलन गर्नको लागि सर्टेन ठाउँ तोकियोस्, तर 3 कुने हुँदैन, त्यसको संवेदनशीलतालाई हेरियोस्। सुरक्षा संवेदनशीलता त जिरो भयो। तपाईको गृह मन्त्रालयले भनेको छ, गृह प्रशासनले भनेको छ 4000 जना चाहिँ मान्छे छन्, कार्यकर्ताहरू छन्, आन्दोलनकारीहरू छन् भनेर उसैले भन्छ। जब 4000 लाई व्यवस्थापन गर्न सक्ने शक्ति राजधानीमा रहेन रहेछ भने हामीले सरकारसँग के अपेक्षा गर्ने? दुई ठाउँमा आन्दोलन गर्दै गर्दाखेरि त्यहाँ जे खालको घटना भयो, यसले के देखाउँछ? कसले जित्यो, कसले हार्यो? गणतन्त्रवादीले जित्यो कि राजावादीले जित्यो? कसले जित्यो त? आज तपाईले देख्नु भएको छ त्यो घर जलेको छ, त्यहाँ एउटा स्टेसनरी जलेको छ, त्यहाँ एकजना चौधरी दाइ हुनुहुन्छ, मुकुल चौधरी भन्ने हुनुहुन्छ, उहाँले केही समय अगाडि मात्रै त्यो पसल खरिद गर्नुभएको, लगभग 50 लाख रुपैयाँ जति उहाँले ऋण लिएर त्यो आफ्नो पसल जोड्नु भएको थियो। त्यो चौधरी दाइको आज त्यो राख जलाएर राख पार्दाखेरि कसले जित्यो? नेपालमा 62-63 को जनआन्दोलनपछि हामीले अपेक्षा गरेको यस्तो खालको आन्दोलन, यस्तो खालको चाहिँ समाज, यस्तो खालको अवस्था हामीले कहिले पनि परिकल्पना गरेका होइनौँ। कसैले जिते भनेर लागेको छ भनेदेखि त्यो कसैले पनि जितेको छैन, नेपाली जनताले हारेको छ। त्यो हामीले